आज हम जाने वाला छौँ नेपाल। रुकुम चुप नेपाल रुकुम म जाने वाला छु नेपाल रुकुम अफरोडिङ गर्दै। गाइस मलाई चाहिँ मनपर्छ मोडहरू गर्न। गाइस रेडियो अन भएको छ। हामी चाहिँ दुगाउटी छ गाइस। यति पत्लो बाटोमा मलाई मजा आउँछ दुगाउन। गाइस हेर्नुहोस् यति पत्लो बाटोमा बस हिँड्दैन म मात्र चलाएको छु। हिजो मलाई मोडहरू सिकाउँदा त्यसै गरी यहाँ प्राइजबाट जम्मा गर्नु होला। हिमाल पल्ट गाडी नेपालमा नैकन कुद्नु हैछ। एक किसिम नमाग्नुहोस् है फोन। एक किसिम नमाग्नुहोस्। हामी चाहिँ जाँदैछौँ नेपाल मानेकन। बस काँडा उस भएको छ। ब्राइटनेस चाहिँ धेरै भएको भएछ। 84% राइट पुग्छ होला किन नै गाइज। पुगेको हुन्थ्यो गाइज 50 हुनुभन्दा अगाडि 60 हुन अगाडि। विनम्र अनुरोध गर्दछु पुग्नको लागि। यति मोडा अनि मैले चरात मोडे चाहिँ जस्तो पाइ त्यस्तै चलाउनु गाइस। रङ साइडमा इन्डिकेटर होइन उकालो चढ्नु पर्यो गाइस। उकालो त आरामले चढिन्छ। भालु बस भनेको यस्तैमा चलाउन लागेको गाइस। वानमा रहना पर्ने छ। जमजम यो पानी पर्यो मलाई केवल नेपाली बसमा चाहिँ आनेको छ। 90% त ठोकियो गाइस। ठिक छ पानी पऱ्यो गाइस। पानी परेको बेला चलाउन चाहिँ मजा आउँछ गाइस। पानी परेको दूर हुन्छ। भिडियो हो गइस। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। चाँडै पुगिन्छ कि चाँडै रुद्र गेमिङलाई चाहिँ 00 लाई सब्स्क्राइब गरिदिनु होला गाइस। कहाँ लान्थ्यो तपाईँले यस्तो एन्करेज भएको छ गाइस। गाडी है त भनेको कस्तो इल्ली हैछ। मलाई चाहिँ भालो बस मन पर्छ। त्यसपछि सेकेन्डमा नर्मल बस गाइस। मैले चाहिँ भोइस ओभरिङ गर्दिन। एउटा स्क्रिन रेकर्ड एक्स भन्ने छ। एक्स नै एक्स त्यसले गर्छु मैले गाइस। कति राम्रो हुन्छ। इन्टरनेट अडियो आउँछ। कतिखेर पुगेला गाइस। पुगेको यसो कन्टेन्ट पुगेको नि यतिकै गरिदिनु होला गाइस। च्यानल नयाँ हुन्छ भने सब्स्क्राइब गर्नु। कुरा गर्दा पुग्दै छैन अझै। कुरा गरौँ कुरा स्पिड गर्नु पर्दछ भन्न फाल्दिया। गाइस टेन्सन नलिनु। अझै लामो बाटो खाँदैछ चाहिँ धेरै लामो 4 मिनट 5 मिनट भयो गाइस।
5 मिनट का वीडियो होगा गाइस। गाइस आवाज चाहिँ त्यो केही सुन्ने होला, किटी गरेको त्यो कितली हो हाम्रो कितली। सिटी बजा गाइस, सिटी। अल्लाह हो चल्ला। बम 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 उकाल चढ्न दम लगाउन पर्दैन हैन। यता 2 गियर चाहिँ छैन। त जतिको गियरमा सकिन्छ कि गियरमा टाढा आउनु। यस्तो मजा आउँछ बिच, यस्तो मजा आउँछ नि, यस्तो मजा आउँछ नि, यस्तो मजा आउँछ मजा। भिडियो बनाउनु दिनुहुन्न। भिडियो बनाउन राखेर बाबाले फोन माग्नुहुन्छ। गुरु छ मेरो बस, मेरो कस्तै बुगरी छ गाइस। यस्तो दूर हो बे खतरा सिली पान्छ के बसले फेरि। त्यो यसको मन अटो चिज मन पर्दैन, यसको स्लिप। त्यही पनि यस्तो ब्रेक लाउनु पर्छ मोडमा। कस्तो स्लिप हुन्छ गाइस, देख्नु गाइस। गाडी माथि चढा देख्नु भयो गाइस। मैले खतरा चलाउँछु नि अफरोडिङमा त्यतिको ध्यान दिँदैन। अफरोडिङ भनेको यस्तै छ भने बस पार्कमा गाइस केरम भन्ने छ। होटल मिलेको नि त्यो त्यसमा पार्क गर्न मन अन्त क्या भोक लाग्छ त्यहाँनिर। यस भैसा हट्नुहोस् त स्पिडमा चलाउँछु गाइस। जब मैले स्पिड 81% बढ्छ गाइस। जास जान्न खलासीमा हुनु के राम्रो उभिनु पर्यो नि धोका। खलासीमा धोका भने उभिने अठि हुन्छ। पाप्लिप आमामा कत्रो दुनिया हानि भएछ गाइस। एडिसनल सेटिङ गाइस अब समाचार चलाउन 8 मिनट 70 सेकेन्डको भएछ गाइस। भित्रबाट हेर मसिन गाइस। यस्तो उकालोमा त यस्तो चल्छ भित्रबाट बम तँ बुढाबुढाको तँलाई त दिउँराइदिन्छु। बस पहिलो बस आएको भइसक्यो होला। बम 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 गाइस हामी चाहिँ जाने। हामी कहाँ जाने भने नेपाल रुकुम गाइस। अहिले भने थिएन कहाँ गाइस। मसित साथीसित खेल्न मन छ भने कमेन्टमा भन्नुहोस् अनि खेलाउन गाइस। अनि रुम केटाहरू हेरौँ 40 रुपियाँ चाहिन्छ गाइस। तपाईँसँग 40 रुपियाँ छ र मसँग त 67 रुपियाँ 67.611 छ गाइस। पुग्छ मलाई त। पानी पर्यो गाइस। पानी त परेन। ए सिली पानी गाइस।
को हेभी ड्राइभर हो गाइस म भनेको हेभी ड्राइभर लु बसा छ रङ साइडमा चलाउनु पर्छ का हामी चाहिँ जहाँ पनि चढिन्छ गाइस म भनेको यस्तो मान्छे हो कि चाँडै दुखेर आइदियो भने बम 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 देख्नु गाइस अफरोडिङ गर्न मन लाग्यो गाइस त्यही भएर हो अनि मेरो भाले बस भनेको यस्तैमा चलाउन लागेको पुगिसक्दिया गाइस हामी चाहिँ जाने गाउँतिर पुग्यो हे ये क्या देख रहा हो ये तो पुल पो रहेछ मैले त्यसबाट सोही चलाउने होला हाल्थे पुग्यो गाइस भाइ म चाहिँ त्यस्तो होइन पैसा माग्दिन फेरि ए अफरोडबाट ठक्क्यो गाइस अटो खोला भेट्टे कहाँ हुन्थ्यो म त्यसैमा चढ्दै जान्थे ए घुम्ने पौडी खेल्न जान्थे गाइस यस्तो अफरोड हो नि गाइस अफरोड मेरो गाडी बस चाहिँ यस्तैमा चलाउनु भनेको 155 स्पिडमा त छ गाइस त्यही अगाडि अटो मोड्न आएर हुन्थ्यो आइसक्यो गाइस मोडा आउँछ ओ माय गॉड ये क्या हो अब क्या रे निकालम खै गाइस पहिला बाहिर निक्लिन् त म त गएँ गाइस आजको लागि यति नै